ल श्री मोक्षद्वारी बाल सिद्ध योग श्रम डहरे ल आयो ए यो त प्रवेशद्वार हो त्यसै नमात्रै भयो ऊ त सिरानमा हो जानी हामी जाने ऊ त सिरानमा डहरे देउराली जय भोलेनाथ डहरे देवी आकाश भैरवको रूप पनि देखिन्छ भन्छन् है डहरे देउराली हा हा ल जय ल ल अब लाली गुराँस सबै डरे माथि जानी चाहिँ नि यता फेरि के छ विद्यापीठम खबर गाह्रो भयो ल अब डहरे देउराली माथि डहरे देवीको ल सब भक्तजनहरू तीर्थयात्री शिला कहाँ कहाँ थान जय सिद्ध बाबा ल काम धेनु गाईको शिर जाने बाटो यता जाइँदछ दोलो खाएको के अरे भाइ सोरोदार भाइ दोलो खाएको के अरे कालिन्चोक उस्तै उस्तै होला म यति उकालो थिएन त्यहाँ गइन हुन त केबल कारमा ल स्वागतम हो हामी त केबल कार ल यो अब टुक्रा माथि डहरे देउरालीको शिरमा आइपुग्यो देउराली माताले सबैको रक्षा गरून् कल्याण गरून् हो झाँक्री महाराज ल हो झाँक्री महाराज ल जय झाँक्री महाराज कहाँ छ भाइ त्यो उचाइ 22 भने गोरु जुरेको हेरिएछ ल यहाँ बन्दै रहेछ जय होस् ल यहाँ सबै बन्दै रहेछ सब अन्डर कन्स्ट्रक्टमा
अब ठ्याक्क चाहिँ मौलो यहाँ चाहिने रहेछ देवीको यहाँ मन्दिर बन्दै रहेछ के हुन् अब हाम्रो भरेको बसाइ होमस्टे चाहिँ नि सिरबारी होमस्टे त्यही निलो टिन देखिएको गाउँ त्यहाँ हुन्छ। अब आज अलि यो मौसम चाहिँ नि कस्तो कस्तो रहेछ तुवालो लागेको हुनाले अलिक क्लियर चाहिँ देखिएन। यता अलिकति राम्रो देखिएला साइडबाट यहाँबाट अलि राम्रो देखिँदो रहेछ। ल यो तोरण तारेका उहाँबाट यहीँ ठ्याक्क मन्दिरमै यहाँबाट तोरण हो उहाँ पल्लो उसमा चाहिँ नि डहरे देवी। अब यो फेरि यता पर्वत यतातिर स्याङ्जा यहाँ यस्तो छ यो पर्वतको भाग छ फेरि ल हाम्रो यहाँ पुरानो भाइ भेट्नु भयो गुरु। ल गुरु गुफामा गुरु गुफाको चाहिँ नि यो उहाँको चाहिँ नि गुफा रहेछ। ल होइन ठिक छ नि ए गुरुकुटी आनन्द चाहिँ नि म त उतै पोखरीतिर हुनुहुन्छ होला भन्ने पो सोचिरहेको जय होस्। हाम्रो गाईको बाछी जय होस् जय लक्ष्मी माता। गुराँस फुलेको मौसम